सबैजनालाई आजको ब्लग चाहिँ म सुरु गर्दैछु। गुड हाई। यो विकेन्ड चाहिँ हामी राजोस ब्यान्ड स्टेट पार्कमा क्याम्पिङ सोचिरहेछौँ, त्यही भएर हामी अन द वे छौँ। तर ट्राफिकले लेट गरिरहेछ। जाम चाहिँ अहिले अलि खुल्न थालेछ, ट्राफिक फ्लो चाहिँ अलि कम हुँदै गएछ। अब चाहिँ सायद ट्राफिक छैन अगाडि। पार्क आइपुग्यो। पार्क यस्तो छ, अब भित्र अझै रमाइलो होला। घना जङ्गल देखिराखेछ अलरेडी। त्यताहरू हामी चाहिँ अहिले यहाँ छौँ। अब हामी यहाँबाट हिँड्दै यहाँबाट हिँड्दै होइन कारमा हामी पुग्ने ठाउँ 233 र 34। यो दुईटामा कतै पार्क गर्नुपर्छ। लेट्स गो। यस्तो राम्रो रुख है, यस्तो राम्रो छ यहाँ भ्यूहरू, पार्कहरू। आज यता अरू ठाउँ पनि एक्सप्लोर गर्छौँ। लगातार 5-10 मिनटबाट हामी यही एरिया घुम्या पनि गरिरहेछौँ। ठाउँ खोजेछौँ, भेटिरहेको छैनौँ। हामी चाहिँ 233 or 34 राइट। वेयर इज इट? मी पुग्यो। यता फर्किने त कस्तो देखियो? गुड। ल मैले यो सिलेछु है। क्याम्पिङ भन्ने ल हामी चाहिँ अब क्याम्पिङ साइडमा आइसकेका छौँ। ल ओके ल देखिन्छ किन यो गाइने किरालाई चाहिँ सर्ट एलिगेटर हेर्न जानु लाग्यो। अब हामी चाहिँ या नो प्रब्लम। हामी चाहिँ एलिगेटर हेर्न गएको साथीहरू। हाम्रो रुखमा झारै भुतिनिया जस्तो देखिँदो रहेछ रुखले। सबैमा त्यस्तै रहेछ एलिगेटर। हामी चाहिँ खासमा आज यहाँ गोही हेर्न आएको। यहाँ चाहिँ पार्क राम्रै देखिएछ। अब यहाँबाट हेरौँ एकचोटि सिन्छ भन्छ कि होइन। दूर त केही देखेको छैन, ब्लकमा छैन जस्तो छ। आज बकुल्लाको जस्तो ध्यान गर्ने भने चाहिँ यहाँ त्यस्तै छ एउटा बकुल्ला हेर्नु है। वेलकम टु ब्रेजोस ब्यान्ड स्टेट पार्क। स्टेट पार्कको सबै कुराहरू यता छ। स्नेकदेखि टु चराहरूसम्म सबैको गाइड रहेछ है त। एलिगेटरहरू पनि जाने बाटो यही छ। हामी गइरहेछौँ, हिँडिरहेछौँ। यो राम्रो खालको रहेछ, हेर्नु है। यो यस्तो खालको छ कि अचम्म खालको हुँदो रहेछ। यो एलिगेटर हेर्न आएको, अहिलेसम्म भेटेको छैन। यस्तो गर्मी गर्छ। अब एलिगेटर नहेरिकन फर्किने कि भन्ने पनि सुर चलिसकेछ। गर्मी लास्टै भएर पहिलो एलिगेटर हेर्ने हाम्रो प्रयास असफलपछि हामी ठाउँ चेन्ज गरेर सेकेन्ड प्लेसमा आएको छौँ। आशा गरौँ यो टाइम चाहिँ हामी सक्सेस हुन्छौँ होला। ओके, यहाँ चाहिँ ठुलै ताल त देखिएछ। लेट्स सी। चराहरू चाहिँ मस्त देखिएछ, तर हेरेको एलिगेटर हो अहिलेसम्म भेटेको छैन। यो कछुवाको लागि यति धेरै मान्छेहरू छन् यहाँ। दुःख गरेर आयो। एउटा चाहिँ एलिगेटर ओ नानी 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 लेट इट इन्जॉय। अलिअलि गोरो भएको थियो। आजको घामले पुरै कालो बनाएर छोड्ने भयो भन्ने चाहिँ मलाई लागिरहेछ।
चाहिँ एउटा कोरियन सिकेछ अब सोध्छ है के जाने छ खोइ एकचोटि भन्ने त इरिमी भयो ओके अब जोसलाई बोला नि त इरिमी भयो स्लोली भन्ने त इरिमी भयो या एलिगेटर बीचमा देखिएछ Marshmallow? Marshmallow. Okay, taste it. Just skin. Yeah, use it. Oh! Skin part. Okay, taste it. How is it? How's the taste? Chicken barbecue. Oh. wow chicken barbecue and pickles. Oh. Thank you. It's really good. How is the taste? Packing सक्यो अब हामी निस्किन लाग्यो क्लिनिङ सक्यो प्याकिङ सक्यो इज हियर अब चाहिँ घरतिर जाने सी हो बाटोमा फोटो सेसन हुँदैछ अब यहाँ त्यसपछि हामी जान्छौँ हामी अब फर्किन लाग्यो हल्का वासरुममा फ्रेस हुने त्यसपछि डाइरेक्ट टु ग्याल्भेस्टन हामी चाहिँ फर्किँदै हो अब बिच बाटोमा आइपुग्न लागेछ कस्तो लाग्यो बुढोलाई पार्क मलाई मार्टिन डाइस भन्दा चाहिँ ठिकै लाग्यो यो चाहिँ किनभने चाहिँ हाम्रो चाहिँ त्यो रिभरको साइडमा थिएन नि त क्याम्पिङ पानीहरू नजिक थिएन तर इन्भाइरोमेन्ट चाहिँ राम्रै थियो अनि सायद यो मौसम पनि अलिक समर भएर पनि होला अलिक गर्मी नै भएको थियो क्याम्पिङ चाहिँ रमाइलो तर हाम्रो क्याम्पिङको साइड चाहिँ रिभर साइड थिएन रिभर साइड मिस भयो मलाई पनि मलाई नि रिभर साइड चाहिँ मिस भयो अरू चाहिँ राम्रो थियो रुखहरू चाहिँ राम्रो थियो है अनि हिजो त्यो के अरे कोहीहरू देखियो ढुङ्गा पनि हान्यो बुढोले हान्न गइरहेको ढुङ्गा त्यो मुभ नै गरिरहेको थिएन अनि मलाई हेर्न मन लागेको थियो चराहरू पनि राम्रो थियो लभ बर्ड भन्छ नि त्यो रातो सास त्यो राम्रो थियो पार्क चाहिँ घुम्नलाई रमाइलो छ त्यही हो तपाईँलाई चाहिँ त्यो खोलाहरू छेउमा बस्न मन पर्छ भने चाहिँ राम्रो छ सजेस्ट चाहिँ राम्रै छ गए हुन्छ साइक्लिङ गर्नेलाई एकदमै राम्रो छ यदि तपाईँलाई ट्याक्सेसमा जानु मन लाग्यो भने रिजोर्स पार्कमा गए हुन्छ ओके हामी चाहिँ नेभिगेसन दिदी बोल्नुभयो हामी चाहिँ अब त्यसै देवी दिदीको फलो गर्छौँ रिकमेन्डेसन या 5 मा कति मार्क्स 4 मार्क्स दिन्छु म 4.0 ओके बाई चाहिँ रिभर मिस भयो सबै ठिक छ हामी गएको ठिकै हो नि